हाई गाइज, हजुरहरूलाई स्वागत छ मेरो भ्लगमा। आज चाहिँ म र मेरो हस्बेन्ड डेटमा गएको थियौँ। ब्रेकफास्ट गरेर हामीले यसरी वाकमा गएको थियौँ। यो चाहिँ रोड्समा हो। इट ह्याज सच अ ब्युटिफुल सिनारो है। हजुरहरूलाई नि आफ्नो पार्टनरसँग यहाँनिर डेटमा आउनु मन छ वाकिङ गर्नको लागि। इट्स अ भेरी ब्युटिफुल। बिहान आए पनि दिउँसो आए पनि इट्स सच अ ब्युटिफुल साइट। एकदम हेभेनमा गएको जस्तै फिल हुन्छ। हजुरहरू आउनु मिल्छ होइन। यसरी मान्छेहरू साइक्लिङ पनि गर्छ यहाँनिर। हजुरहरूलाई पनि आउनु मन छ भने यसरी। अनि त्यहाँ हेर्ने एउटा मान्छेले कायाकिङ पनि गरिरहेको छ। यहाँ आएर कायाकिङ पनि गर्नु मिल्छ है गाइजहरू। त्यसैले हजुरहरू आउनु मिल्छ हेर्नु है। त्यहाँ एक्लैले कायाकिङ गरिरहेको छ है। म पनि कुनै फ्युचरमा आई थिङ्क आई विल गो टु द कायाकिङ एज वेल। त्यसपछि हामी दुईजना यसरी गफ गर्दै हिँडिरहेको थियौँ। अनि त्यहाँनिर एउटा हामीले फुच्चे भाइ पनि भेट्यौँ, जुन चाहिँ मान्छे होइन है तर पनि। अनि त्यसपछि मेरो बुढाले ल है त्यस्तै गरी पोस्ट गर्छु भनेर उसले पोस्ट गर्यो, मैले भिडियो क्लिक गरेको थियो। अनि त्यसपछि उसलाई अब एक्सर्साइज गर्न जागर लाग्यो अरे है। अनि त्यसपछि अब म हेरेँ एक्सर्साइज गर्छु भनेर अनि मलाई एकदम मुभ्सहरू देखाइरहेको थियो है, जुन चाहिँ मलाई पनि थाहा छैन यस्तो नि हुन्छ र एक्सर्साइजमा मुभ भनेको। हेर नि त्यहाँ खुट्टा भाँच्चिनलाई ब्रुसली अरे ऊ बक्सिङ गरे अरे। अनि त्यसपछि हेरौँ न, यो चाहिँ कोकोनटको ट्री हो भन्छ है, तर आई डोन्ट नो हजुरहरूलाई के लाग्छ। इट्स रियली कोकोनट ट्री, तर द सिनेरी वाज भेरी ब्युटिफुल। यु गाइज क्यान कम एन्ड स्पेन्ड अ डे इन हियर है। यस्तो राम्रो ठाउँ छ इट्स लाइक। अनि त्यसपछि हामीले चाहिँ यसरी खायौँ, लन्च गऱ्यौँ। त्यसपछि हामी घर आयौँ। थ्याङ्क यू फर वाचिङ, बाई, सी यु नेक्स्ट टाइम।